back to my Promly channel. It's me Promly side ठकुरी but you call me Promi. यस्तो पुरै सिधै सिध झरे है अनि सिध झरेर त्यही भएर टोपीमा टाउको मैले मान्छेहरू देखेर के झन् टाउकोमा टोपी भन्न छोडेर टोपीमा टाउको लगाएर आफू भनिराखे म त पुरै डर लाग्ने भइरहेको मलाई आजकल यार हामी चाहिँ बेदकोट धाम भन्ने ठाउँमा आइसकेको छौँ एकदमै कुहिरो नै कुहिरो लागेर खतरा भएको छ अनि भ्लगमा देखिन्छु भनेर हैन देखिन्छु भने आऊ है हामीको युट्युब च्यानल छ यता हामीले पनि यता आउन पछाडी ल हामी कहाँ पुग्यौं हामी बेदकोट किन हो के तिम्रो सेन्टी मोडमा हेलो के छ हामी आज है बेदकोट धाम घुम्न आएको यता एउटा पोखरा ताल पनि छ यस्तो रमाइलो गरम भनेर ताल त छ तर तालको वातावरण त्यस्तो छ फाइनली हामी यता पुग्यो हैन साथीहरु यहाँको ताल चाहिँ यही हो है हामी सबजना चाहिँ 3rd इयर र 4th इयरको है सबजना त भन्न मिल्दैन थोरै छ है लास्ट मजा आयो यार गाडी लाएर हैरान हुन्थ्यो आज त गाडी पनि लाएन हल्ला गर्दै आएको दामी भएको थियो यहाँ चाहिँ आई लाइक दिस टाइप अफ टेम्पल यस्तो दामी लाग्छ नि मलाई यस्तो डिजाइनको मन्दिर भनेको वास्तवमा यस्तो हो नि यार फाइनल्ली ताल भनेको चाहिँ यही हो है यस्तो दामी यस्तो बिस्तारै गइरह यार कुहिरो उडिरह यस्तै छ ताल भनेको नै यही रहेछ अनि मनलाई चाहिँ मन्दिर मन पर्यो सर्र लाएर यस्तो टाइपको मन्दिर साथीहरू कपाल आमा बादरको कपाल छ हाम्रो कपाल छैन बादरको धरी कपाल भएर बसे खान जाडोमा आजको दिदीको बोयफ्रेन्ड हो है हजुरको बोयफ्रेन्ड हो त्यो जङ्गलको बिचमा एउटा मन्दिर रहेछ 1000 रुपियाँ तिरेर यो कुहिरोले पुरै ढाकेको ताल हेर्न आएको यस्तो यार केही पनि देखिन्न यो के हेर्ने हो यो कहाँदेखि कहाँ पुगेको थाहै छैन मायाले हानुला खुसीले हो यहाँबाट त सर्प आउने रे के त्रिशुल नै त्रिशुल छ अनि यहाँ यस्तो जग्गा पुरै आमा घन्टी नै घन्टी छ अनि यो चाहिँ मन्दिर भयो यो सब मन्दिर यस्तो कुराहरू देख्यो भने मलाई चाहिँ खतरा लाग्छ के एन्सियन्ट कुराहरू देख्यो भने यति धेरै त्रिशुल कसैले देखेको छ कोही मान्छे चाहिँ मन्दिर घुम्न चाहनुहुन्छ भने चाहिँ बेदकोट आयो हुन्छ साथीहरु खतरा मन्दिर छ धेरै ठाउँमा मन्दिर नै मन्दिर छ है यस्तो जङ्गल देख्दा कि त्यो फिल्महरुमा के यताबाट किरा आउँछ यताबाट के आउँछ यताबाट सर्प आउँछ स्याट खान्छ सेम त्यस्तै 2-3 जना भयो भने त यहाँ त डर लाग्छ होला यार यहाँ चाहिँ के भनेको भन्दाखेरि गोहीबाट सावधान हुनु भनेर लेखेछ यहाँ चाहिँ मन्दिर चाहिँ रहेछ ओहो त्यहाँ यहाँ पनि मन्दिर रहेछ फाइनली हामी लिङ्गा आइसकेको छौँ लिङ्गामा टिङ्गा गर्ने हो यदि घर भएको भयो अहिलेसम्म त भोग लगाएर 3-4 चोटि भोग लागिसक्थ्यो थियो होला यार अहिले अघि चाउचाउ खाएको त्यही चाउचाउको भरमा हिँडिरहेछौँ अब खाना गएर अहिले खाने होला अनि हाम्रो साथीहरू यसरी हिँड्दैछन् है किन देखाउने नि तिमीलाई के छ तिम्रो मुखमा खै हिरौँ त अनि सरहरू उता हिँडिराख्नु भएको छ अनि हामीहरू चाहिँ यता हिँडिरहेछौँ अघि हामी त्यहाँ गएको के अरे बेदकोट है बेदकोटमा पुरै बाँदर नै बाँदर मन्दिर नै मन्दिर थिए अब लिङ्गामा के छ यसको डिफ्रेन्ट बिट्विन हजुरहरूलाई म देखाउने छु हजुर हामी गाडीमा आएको स्कुल गाडीमा यहाँ के छ नि घुम्ने ठाउँ यहाँ सिद्ध शिवलिङ्ग धाम आफै फुटेको पुललिङ्ग
शिव पार्वतीको शिव पार्वतीको लिङ्ग के अरे शिव पार्वतीको मन्दिर आफै बनेको छ के लिङ्ग शिवलिङ्ग आफै बनेको हजुर मट्टीको अँ आफ्नै आफ बनेको खुदको पहिला कति साल अगाडि कति साल कति भयो धेरै शताब्दी अगाडि 40 साल त मैले देखेँ भयो बाबु यहाँमा कहाँ छ त्यहाँ नजिकै हो ए गोमती नदी पार सुन्नुभयो नि धेरै अगाडि अरे शिव र पार्वतीको आफसे आफ बनेको उ छ, शिवलिङ्ग छ अरे अब सिद्ध शिवलिङ्ग धाम हो यो सिद्ध शिवलिङ्ग धाम हो रे म चाहिँ देखाउने छु कस्तो छ भन्ने कुरा माई गडनेस लेट मी सो यु गाइज ओ दगुडा यस्तो छ पुरै ब्याकग्राउन्डमा है यो छ नि यो पुरै माटो नै माटोको बनेको हो कि यहाँदेखि लिएर उता त्यहाँसम्म छ यस्तो खतरा देखिन्छ क्यामेरामा भन्दा पनि रियलमा खतरा देख्छ के लिङ्गा हेरेर आइसक्यो लिङ्गा यत्रो पानी पर्दा पनि यत्रो भूकम्प आउँदा पनि भाँसिएन होइन तर माथिको जमिन चाहिँ भाँसियो तर मैले मान्ने चाहिँ होइन शिवलिङ्ग हो कि कतै के हो कि भन्ने एउटा यो धारणा पनि हो बोल्ने नभने बोल्नमा खतरा थियो मान्छे तर्सेर बोली सुनेर फेरि मान्छे तर्सेर यता हामीले पनि हेलो के छ खाना त्यस्तो नराम्रो कस्तो भयो कस्तो लाग्यो आजको खाना ए यो चाहिँ हामी दोदरा चाँदनी आएका छौँ है कबले दोदरा चाँदनी भन्थे यी म पनि घुमेँ ल अबदेखि दोदरा चाँदनी नबना ल मसँग म नि घुमिसकेँ यस्तो दामी देखिन्छ नि यताबाट त देखिन्न है यस्तो सिधै देखिन्छ यस्तो सेम के जति अगाडि गयो सेम त्यस्तै छ जति अगाडि गयो सेम त्यस्तै छ यस्ताबाट बनाउनु पऱ्यो क्या कसैलाई यदि घुम्न मन छ भने ग्रुपमा घुम्दा हुन्छ कि यति धेरै ठाउँ घुम्न पाइन्छ एकैचोटि अनि टन्नै घुम्न पनि पाइन्छ अनि यो हाम्रो मिनी टुर जस्तै भयो कि दामी मिनी टुर कसरी भन्दाखेरि 3 ठाउँ घुमिसक्यौँ हामीले अनि 3 ठाउँ घुम्यौँ अनि अहिले खाना खायौँ अब पछि अर्को कुन ठाउँ पनि जाने भन्नुभएको छ लेट्स सी हेरौँ गइन्छ कि गएन चार्ज पनि सक्नु लागिसक्यो साथीहरू अनि त्यही हो अब 3rd इयरको र 4th इयरको घुम्न गएको थियौँ नि त घुम्न आएको हो अनि त्यसपछि अब तिनीहरूको पनि बिदा हुन्छ त्यसरी यो छ नि वहाँदेखि लिएर कहाँको डिलसम्म छ के कतरिया पुगेर पनि अब खाजा खान जाल लाग्यो है हामी चाहिँ अनि घर 12 बजे पुगिन्छ होला मेरो स्वर पनि पुरै तिमीहरूको स्वर बस्यो होइन घाँटीमा त्यो साथीहरू अरू त त्यस्तै हो है यो टेबलमा के यस्तोमा बस्ने के अरे यस्तोमा के खुट्टा राख्ने कुरा भएन भने कम रिस उठ्छ अर्कोचोटि यहाँ टेबलको मुनि खुट्टा राख्ने बनाउने कस्तो लाग्यो तिमीलाई कपिराइट लगाइदियो पनि छैन यार 1 घन्टाको पर्खाइपछि बल्ल चिकन राइस